त डिभोर्स गर्नु पर्यो क्या दाइ भएन यो एउटै बुढीसँग कति बसिरह जाने हो भन्नुभन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ उहाँको अतिरिक्त प्यास मेट्न त सकिनँ मैले तो चलिए शुरू करते हैं थ्याङ्क यू तपाईसँग कुरा म कहाँबाट गरौँ पैतालबाट गरौँ कि टाउको सम्बन्धको कुरा गर्दाखेरि होइन तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ बिचबाट गर्दा चाहिँ फेर होला जो त्यो चाहिँ पछिल्लो समय युवाहरूसँग होइन बुढाहरूसँग पछि लाग्न थाल्नु पर्यो वास्तविकता के हो जनता जान्न चाहन्छ के भयो त बुढाको मन हुँदैन र बस्छ न डार्लिङ अलिकति अत्तालिए म भाइ थाहा भइसक्यो भाइको अझै उद्घाटन भएर नि रहेछ यति अत्तालियो कि यो भाइलाई चाहिँ रिबन काटिहाल्नु पर्ने भयो तपाईँले प्रेम गरेको केटाको नाम भन्नुहोस् न वर्तमानको प्रेम गरेको केटाको नाम विगतको छोडिदिनुहोस् आजको कुरा गरेको मैले अहिले भर्खरै चाहिँ म तपाईँलाई प्रेम गर्छु आफ्नै छ पर मेरो भइरहेको छ आई लभ यु दाइ कपाल भन्नु मतलब हजुरलाई कपाल मन पर्छ मलाई त लामो कपाल त मन पर्दैन जाको भए पनि हरेक महोत्सवमा गइरहनु हुन्छ नि त होइन हजुर तपाईलाई अर्गनाइजरहरूले निमन्त्रणा दिनुहुन्छ कि देख्ने बित्तिकै जाने हो भन्नुहुन्छ खासमा मलाई अर्गनाइजरले चाहिँ निमन्त्रणा दिनुभन्दा अगाडि जाने हो भन्नुभन्दा अगाडि गर्ने हो भनेर सोध्नुहुन्छ तपाईँको भिडियो पनि आएको थियो नि राति एकजना आशावादी मान्छे आएको थियो तपाईँकोमा भयङ्कर आशावादी नै थियो उहाँको अतिरिक्त प्यास मेट्न त सकिनँ मैले मासुमा तपाईँलाई मनपर्ने आइटम चाहिँ कुखुराको कि खसीको कि बुङ्गुरको मान्छेको ओ यार मान्छेको मासु खाने त अहिलेसम्म कोही पनि देखाएको छैन नि मैले त बुझ्नु न मिलाएर ए मतलब अरूले मलाई एकदमै सानो भिजन भएको चिम्से भन्थ्यो त्यो कुरा ठिकै रहेछ मेरो नजरै सानो रहेछ त्यो भाइको नजर मात्र होइन धेरै कुरा सानो जस्तो लाग्छ मलाई छाती फुल्लाएर मिन्स केटाहरूले चाहिँ हो कि छाती फुल्लाउने भन्ने कुरा केटीहरूको त अलमोस्ट सबैको फुल्लेकै हुन्छ होइन अस्ति मलाई एकजनाले सोधेको कि जिन्दगी के हो भनेको परिभाषै आएन कि मलाई होइन जिन्दगी भनेको चाहिँ जन्मेदेखि मृत्युको बिचको यात्रा हो भने चाहिँ एकछिन पज गरेर कसैको लामो हुन्छ कसैको छोटो हुन्छ भन्नुभएको थियो त मलाई त परिपक्व मान्छे चाहिन्छ बिहा गरेको भए पनि हुन्छ भन्नुभएको थियो एक्सपिरियन्सवाला त छोड्नु त पऱ्यो नि हजुरको पनि डिभोर्स भयो भने म हजुरलाई मन पराउँछु पक्का कन्फर्म हो त डिभोर्स गर्नु पऱ्यो क्या दाइ भएन यो एउटै बुढीसँग कति बसिरहने तपाईँका बोयफ्रेन्डहरू धेरै छन् देशभरि नै छन् देशभरि होइन म चाहन्छु जसरी हुन्छ नि राष्ट्रिय फुल लाली गुराँस राष्ट्रिय जनावर गाई होइन राष्ट्रिय पोसाक दौरा सुरुवाल भने जस्तै म त राष्ट्रिय गर्लफ्रेन्ड भन्न चाहन्छु तपाईँलाई मनपर्ने पेय पदार्थ के हो त मलाई मनपर्ने पेय पदार्थ पानी नै हो पानी नै जिन्दगी तपाईँ पानी धेरै पिउनुहुन्छ हजुर त्यसपछि के पिउनुहुन्छ कौन है ये लोग सिधै रक्सी पिउँछु ए छम्मै जाल पानीमा हो आँखा पर्यो नानीमा राम्रै तिमी फुल झै शीतल तिमी जुन झै उजेली